कृष्णाय वासुदेवाय हरये परमात्मने प्रणत क्लेशनाशाय गोविन्दाय नमो सबैलाई नमस्कार नारायणको अभिवादन व्यक्त गर्दछु। म रामकृष्ण उपाध्याय। आज यसो हजुरहरुको समक्ष भागवत चर्चा गरौँ कि जस्तो लागेर यहाँहरुको समक्ष उपस्थित भएको छु। मलाई भागवतका केही श्लोकहरु साह्रै मन पर्छन्। अरु मन पर्दैनन् हैन, मलाई भागवतका केही श्लोकहरु अत्यन्तै महत्त्वपूर्ण लाग्छन्। मलाई अहिले प्रहलादजीको जुन स्तुति छ, भगवानले हिरण्यकश्यपलाई वध गरिदिनु भयो। हिरण्यकश्यपको वध पश्चात देवताहरू भगवानलाई स्तुति गर्दछन्। सबैले स्तुति गरे, भगवान प्रसन्न हुनु भएन। भगवानको रिस शान्त भएन। रिस शान्त नभएपछि नारदजीले गएर प्रहलादजीलाई भगवानको समक्ष ढोग्न लगाउनु, मानव नारदजीको प्रेरणा भयो। अनि प्रहलादजीले गएर भगवानको श्री चरणमा ढोगिदिनु भयो। कोही जतिसुकै रिसाएर उफ्रेको भए पनि उसको गोडामा गएर ढोगिदिएपछि ऊ बाध्य भएर झुकिहाल्छ। भगवान नृसिंहले यसो हेर्नुभयो, एउटा सानो बालक मलाई ढोगिरहेको छ। भगवान निहुरेर उठाउनु भयो। बालकलाई देखेपछि भगवानको जुन रिस थियो, क्रोध थियो, त्यो शान्त भएर गयो। प्रहलादजीले हात जोड्नुभयो। भगवान नरसिंहजीले प्रहलादलाई काखमा राख्नुहुन्छ, सुमसिम्याउनुहुन्छ। बाबु, तिमीलाई ठीक छ नि? प्रहलादजीले भन्नुभयो, प्रभु, म प्रति यत्रो दया हजुरको। ब्रह्मा दया सुरगणा मुनयोऽथ सिद्धा सत्वैकता नमतयो वचसां प्रवाहये नाराधितुं पुरुगुणैरधुनापि विप्रो किं तोष्टुमर्हति समे हरिरुग्रजाते। ब्रह्मादयः सुरगणा मुनयोऽथ सिद्धा सत्वैकता नमतयो वचसां प्रवाहये नाराधितुं पुरुगुणैरधुनापि विप्रो किं तोष्टुमर्हति समे हरिरुग्रजाते। हे नाथ, हे केशव, ब्रह्मा आदि देवी देवताहरूले पनि हजुरको स्तुति गान गरे। उहाँहरू जानुभयो। उहाँहरूको स्तुतिद्वारा पनि हजुर प्रसन्न हुन सक्नु भएन। म जस्तो एउटा सामान्य परिवार, त्यसमा पनि हरिरुग्र जातिमा, उग्र जातिमा उत्पन्न भएको, दैत्य कुलमा उत्पन्न भएको। कसैलाई गाली गर्नु पर्यो भने पनि कस्तो दैत्य जस्तो रहेछ है भनेर भन्ने गर्दछन्। प्रभु, म यस्तो उग्र जातिमा पैदा भएको एउटा प्राणीले कसरी हजुरलाई मैले आराधना गर्न सक्दछु? नाराधितुं, म हजुरलाई वास्तवमा आराधना त गर्न सक्दिनँ केशव। तैपनि हजुरले मलाई यति स्नेह दिनुभयो। मलाई एउटा कुरो थाहा छ नि त, मन्ने धनाभिजनरोपतप श्रुतौ
मन्ने धना बीजन रूप तपश्रुतौ ज तेज प्रभाव बल पौरुष बुद्धि योगा नाराधनाय हि भवन्ति परस्य पुंसो भक्त्या तुतोष भगवन् गजयूथपाय। हे केशव, म माता को गर्भ में रहेको बेलामा नारदजीले उपदेश दिनुभएको थियो। हजुरका गुणानुवादहरूलाई श्रवण गराउनु भएको थियो। सायद त्यसैको प्रभावले होला मैले जन्मेपछि त सत्संग कहाँ पाएर मैले पाउनै सकिनँ। गुरुकुलमा गएर पनि सिक्न खोज्दाखेरि मलाई अन्य नै कुरा, दैत्यको जुन शिक्षा हुन्छ त्यो सिकाए प्रभु। तर मैले एउटा कुरो सुनेको थिएँ नि त। के सुन्यौ त प्रहलाद? भक्त्या तुतोष भगवन् गजयूथपाय। हजुरले गजेन्द्रको उद्धार गर्नु भएको थियो नि त केशव। त्यो गजेन्द्रमा कुनै गुण खास थिएन। हजुरले केही हेर्नु हुँदो रहेछ, न धन हेर्नु हुँदो रहेछ, न आफन्तहरू हेर्नु हुँदो रहेछ, न रूप नै हेर्नुहुन्छ, न यसले कति तपस्या गर्यो न त्यसको नै हजुरले हेर्नु हुँदो रहेछ। यसले कति सुन्यो, कति योसँग तागत छ, कति ऐश्वर्य छ, के प्रभाव छ, यो सम्पूर्ण वस्तुहरू भएर परे यदि हजुरको स्मृति छैन, हजुरको चरण कमलमा प्रेम छैन भने यो व्यर्थ नै हो नि केशव। नयनम गलदश्रुधारया वचनम गद्गदरोधया गिरा पुलकैर्निचितं बपो कदा तव नाम ग्रहणे भविष्यति। चैतन्य महाप्रभुले भगवानसँग प्रार्थना गर्नुहुन्छ, प्रभु हजुरको स्मरण गर्दा, हजुरको नाम उच्चारण गर्दा मेरा नेत्र सजल हुन्, मेरो हृदय गदगद होस्, मेरो वाणी अवरुद्ध होस्। कहिले आउला त्यो समय? आज त्यो हात्तीले भगवानको चरण कमलमा प्रणाम गर्दै जब आफूलाई आपत्ति पर्यो सबैले छोडेर गए। कोही सहायता थिएन। गुरुर न सस्यात्, स्वजनो न सस्यात्, पिता न सस्यात्, जननी न सास्यात्, दैवम न तत्स्यात्, न पतिश्च सस्यात्, नमोच एद्य समुपेत मृत्युम। जसले मृत्युबाट जोगाउन सक्दैन सबै व्यर्थ नै। सबैले छोडेर गए। छोडेर गइसकेपछि हात्तीले चारैतिर हेर्यो, केही देखेन केशव। हे नाथ, चारैतिर हेर्यो, निरुपाय निस्सहाय जब भयो, नजिकै यसो हेरेको उसले एउटा कमलको फूल आफ्नो अगाडि त्यो सरोवरमा देख्यो। उता ग्राहले रगत चुसिरहेको छ, तलाब रक्तम्य भएको छ। उसलाई बडा पीडाको बोधको साथमा जब अगाडि कमलको पुष्प देख्यो, मानौ डुब्न लागेको मान्छेलाई एउटा घाँसको सिन्का पनि सहारा हुन्छ भने जस्तै सरक्क उसले त्यो लियो। उसका जति पनि हृदयका पीडा र आफन्तको अभिमानहरू थियो त्यो सबै हटेर गएपछि विशुद्ध सत्वले काम गर्यो। पूर्व जन्मको स्मृति आएछ सायद। अनि एउटा कमलको पुष्प त्यही सुनले च्यापेर आकाशतिर फर्किँदै प्रार्थना गर्दछ। भगवानले त्यो प्रार्थना सुनेर भगवान तत्काल आउनुभयो। सोन्ता सरस्युर्बलेन गृहीतार्तो दृष्ट्वा गरोत्मति हरिं खौपातचक्रम् उच्छिप्य साम्बुजकरं गिरमाह कृच्छ्रान् नारायणाखिल गुरो भगवन्नमस्ते। नारायणाखिल गुरो भगवन्नमस्ते।
नारायण खिल गुरो भगवन् नमस्ते। भगवानलाई नमस्कार के गरिरहेको थियो, भगवान आउनुभयो, भगवानलाई उद्धार गरिदिनु भयो। मैले यो कथा सुनेको थिएँ। प्रहलादजी भन्नुहुन्छ, केशव मैले यो कथा सुने, हजुर कति दयालु हुनुहुँदो रहेछ। मैले अरू पनि सुनेको छु नि। त्यो पुतनालाई पनि हजुरले उसको गुणहरू केही हेर्नु भएन, हजुरले उसको अवगुणहरू केही हेर्नु भएन, गुण मात्रै हेर्नुभयो। हजुरको स्वभाव छ नि कति राम्रो थाहा छ। भगवानले भन्नुभयो मेरो स्वभाव कस्तो भनिदेऊ त। जाने अवगुण प्रभु मानन काऊ, जाने अवगुण प्रभु मानन काऊ। दीनबंधु अति मृदुल स्वभाव, दीनबंधु अति मृदुल स्वभाव। जानि अवगुण प्रभु मानन काऊ। हजुरले अरूको अवगुण हेर्ने हजुरमा फुर्सदै छैन। उसले के, उसमा के गुण छ यही मात्र हेर्नुहुन्छ हजुरले। नभएदेखि त्यो पुतनाको उद्धार हुने प्रसङ्गै थिएन। हजुरले हेरिदिनु भयो। यसले आमाले जसरी दुध पिलाउँछ त्यसरी मलाई पिलाएकी हो, यसलाई त्यो गति दिनु पर्दछ भनेर गजेन्द्रको उद्धार गर्नुभयो। प्रभु हजुरका यस्तै पवित्र गुणहरू मैले नारदजीको मुखारविन्दबाट सुनेको थिएँ, आज प्रत्यक्ष हजुरले देखाइदिनु भयो। यत्र ब्रह्मादय सुरगणा मुनयोथ सिद्धा सत्तै कथानमतयो वचसां प्रवाहै नाराधितुम पुरुगुणै। उत्कृष्ट गुण भएका व्यक्तिहरूद्वारा पनि हजुर आराधित भएर पनि आराधित हुनु भएन, हजुर प्रसन्न हुन सक्नु भएन, खुसी हुनु भएन। म उग्र जातिमा पैदा भएको, हर समय हजुरको नाम लिनेलाई पनि ताडना दिने यस्ता दुष्टका सन्तान भएर पनि हजुरले मलाई माया गरेर आइदिनु भयो नि केशव। यो भन्दा अरू दया के हुन सक्दछ हे नाथ। आज हजुरको मैले दर्शन पाएँ, कति ठुलो सौभाग्य। स्तुति त धेरै छ आदरणीय सज्जनहरू। भगवानले भन्नुभयो प्रहलाद तिमीलाई यस्तो प्रकारले मेरो यो स्वरूप देख्दाखेरि तिमीलाई अलिकति डर लाग्दैन? तिमीलाई अलिकति मनमा डरै छैन? प्रभु डर कसलाई हुन्छ? जसलाई आशा हुन्छ। जसको हृदयमा केही आशा छैन त्यसलाई के को डर? प्रभु सिवाय अरू केही आशै छैन मलाई अरू केही छैन। आशा एक राम जी से दूजी आशा छोड़ दे, आशा एक राम जी से दूजी आशा छोड़ दे। नाता एक राम जी से दूजी नाता तोड़ दे। साधु संग राम रंग 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 रंगिए। सीताराम 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 कहे। हजुरको दर्शन पाए मलाई कुनै आशा अन्य कुराको आशै छैन। आशा जसको हृदयमा हुन्छ त्यसलाई डर हुन्छ। मेरो यो आशा पूर्ति हुनुभन्दा अगाडि मेरो प्राण जान्छ कि मलाई त के पिर छ। जहाँ जहाँ जन्मन्छौँ हामी, जहाँ जहाँ जन्मन्छौँ हामी, मायाद्वारा कर्म गरे। त्यहाँ त्यहाँ प्रभु भक्त हरो को, त्यहाँ त्यहाँ प्रभु भक्त हरो को। संग यही वर पाऊं हरे, संग यही वर पाऊं हरे। त्यहाँ त्यहाँ प्रभु भक्त हरो को।
अब यही वर पाऊं हरि। यो मलाई आशै छैन, हजुरले जुनसुकै जुनीमा पठाइदिनुहोस्, जुनसुकै जुनीमा गए पनि हजुरका भक्तहरूको सङ्गत पाए त मलाई पुग्यो। त्यसै कारणले गर्दा हे केशव, हजुरसँग मलाई डर लाग्दैन, किनकि हजुरको स्वरूप भयानक अवश्य देखिन्छ, तर हजुर हुनुहुन्छ कस्तो त भने नरिवल जस्तो, बाहिरबाट कठोर हुनुहुन्छ, भित्रबाट एकदम कोमल हुनुहुन्छ, दयालु हुनुहुन्छ। हे भगवान, अचम्मको कुरा गर्छौ प्रहलाद, तिमी आफै भन त, डर संसारमा लाग्दै लाग्दैन तिमीसँग? तिमीलाई कसैसँग हो? लाग्छ कोसँग? त्रस्तोस्म्यहं कृपणवत्सल दुस्सहोग्र संसार चक्रकदनाद्ग्रसतां प्रणीत बद्ध स्वकर्मभिरुसत्तमतेङ्घ्रिमूलम् बद्ध स्वकर्मभिरुसत्तमतेङ्घ्रिमूलम् प्रीतो बवर्ग शरणं भयसे कदा। मलाई त वास्तवमा डर लाग्दछ केशव, यो संसार चक्र कदनात् ग्रसतां प्रणीत, म संसारको जुन चक्रको किचड छ नि, यसबाट मलाई डर लाग्दछ। मलाई अरू विषयको कुनै प्रकारको डर लाग्दैन। तिमी चाहन्छौ के त? तिम्रो इच्छा हृदयमा के छ त भन त? तिमी वरदान माग न। प्रहलादजीले धेरै स्तुतिहरू गाउनु भएको छ, मैले संक्षेपमा विवरण प्रस्तुत गरेँ। आदरणीय भक्त सज्जनहरू, प्रहलादजीलाई भगवानले सोध्नुभयो, तिमी के चाहन्छौ? तिम्रो चाहना के हो त? प्रभु, मलाई केही चाहिँदैन, मलाई त हजुर खुसी हुनु भए पुग्छ, हजुरको दर्शन पाए पुग्यो, हजुरको स्नेह पाए पुग्यो। हजुरलाई हर समय अगाडि राखेर हेरिरहन पनि हजुरलाई दिक्क लागे पनि मलाई नलाग्ला। तर मैले आज यति ठुलो वरदान पाएको छु, त्यो वरदान त संसारमा कसैले पाएकै छैनन्। कस्तो वरदान भन्देऊ त प्रहलाद? प्रहलादजीले भन्नुहुन्छ, प्रभु, क्वाहं रज प्रभव ईश, क्वाहं रज प्रभव ईश तमोधिकेऽस्मिन् जात सुरे तरकुले वतवानुकम्पा न ब्रह्मणो न तु भवस्य न वैरमाया यन्मेर्पित शिरसि पद्म करप्रसाद। मलाई भनिदिनुहोस् न, हजुरले आजसम्म ब्रह्माजी हजुरका पुत्र हुनुहुन्छ, यसरी काखमा राखेर माया गर्नुभयो? शिरमा कहिले हजुरले हात फेर्नुभयो त केशव? न, मैले छैन। अनि त्यसै गरेर शङ्करजीलाई हजुरले यसै गरेर काखमा राखेर स्नेह गरेर आफ्नो जिब्रोले चाटेर शिरमा हात राखेर माया गर्नुभयो त? न, त्यो पनि मैले छैन। अनि आफ्नो श्रीमती लक्ष्मीलाई पनि यस्तै स्नेह दिनुभयो त? त्यो पनि छैन। अरू कसैलाई भुलचुक दिनुभएको छ त? छैन। आज मैले कति ठुलो सौभाग्य पाएँ केशव। हे नाथ, हजुरले आफ्नो काखमा राखेर अङ्गालो हालेर मेरा गालामा चुम्बन गरेर मेरो शिरमा आफ्नो वरदहस्त राखेर मलाई जुन स्नेह प्रदान गर्नुभएको छ, यो त म कसले पाउन सक्ला? यो भन्दा पनि ठुलो अन्य संसारमा अरू चिज हुनै सक्दैन भनेदेखि केशव, म वरदान चाहिँ के मागौँ? क्वाहं रजा प्रभव ईशतमोधिकेऽस्मिन् जात सुरे तरकुले क्वतवानुकम्पा न ब्रह्मणो न तु भवस्य न वैरमाया यन्मेर्पित शिरसि पद्म करप्रसाद। योभन्दा ठुलो प्रसन्नता र प्रसाद मेरो जीवनमा छैन। धेरै स्तुति गर्नुभएको छ प्रहलादजीले। प्रहलादजीलाई भगवानले आज्ञा गर्नुभयो आफ्नो पिताको अन्त्येष्टि संस्कार गर भनेर। वरदान माग्नको लागि पनि भन्नुभयो।
प्रहलादजीको मनमा के लाग्यो भने कतै मेरो मनमा केही न केही कामना लुकेको होला। मैले सुरुमै भनिसकेको थिएँ, हजुरले मलाई दिएको वरदान जस्तो त अरू कसैले पाएकै छैनन् भन्दै पनि यदि प्रभुले मलाई भनिरहनु भएको छ भने कतैतिर मेरो मनको कुनै अन्तर कुन्तरमा कामना त शेष छैन, त्यो कामना पनि निशेष होस्, अशेष होस् भन्ने भावनालाई लिएर प्रहलादजी भन्नुहुन्छ, हे नाथ, यदि राशि समे कामान वरास्त्वं वरदर्शभ, यदि राशि समे कामान वरास्त्वं वरदर्शभ, कामानां हृदय संरोहम् भवतस्तु वृणे वरम्, कामानां हृदय संरोहम् भवतस्तु वृणे वरम्। हे नाथ, हजुरले मलाई वरदान दिन चाहनुहुन्छ भनेदेखि कामनां हृदय संरोहम्, मेरो हृदयमा कामनाको कुनै बिउ नै नरहोस्, निर्मूल होस्। हे वरदर्शभ, वरदान दिनेहरूमा श्रेष्ठ हे परमेश्वर, मेरो हृदयमा कतै कामना केही चाहना गर्ने भावना भएको भए पनि त्यसलाई नष्ट गरिदिनुहोस्। आदरणीय दर्शक महानुभावहरू, श्रोता सज्जन महानुभावहरू, आज यसो सत्सङ्ग गर्न मन लाग्यो र यहाँहरूको समक्ष उपस्थित भए। सत्सङ्ग भनेको यो हुन्छ, यसको लागि दियो, कलश, गणेश यी आदि केही आवश्यकता पर्दैन। तपाईँ हुनुहुन्छ, म छु, हजुर हुनुहुन्छ, म छु, हजुर सुनाउनुहोस्, म सुन्छु, म सुनाउँछु, हजुर सुन्नुहोस्। यसको लागि न गुरु हस्त चाहिन्छ, न यसको लागि शुक्र हस्त नै चाहिन्छ। न गुरु हस्तमा निषेध छ, न शुक्र हस्तमा नै निषेध छ। न तपाईँले मलाई पैसा दिनुहोस् भनेर म भन्छु, न तपाईँले मलाई पैसा दिनुहोस् भन्नुहुन्छ। कामनां हृदय संरोहम् भवतस्तु वृणे वरमको सत्सङ्गको बीचमा पैसा कहाँबाट आउँछ? कामनां हृदय संरोहम् भवतस्तु वृणे वरम। हे नाथ, मेरो हृदयको कुनामा कुनै चिजको चाहना भएको भए पनि त्यसलाई निर्मूल गरिदिनुस् भन्ने यस्तो पवित्र सत्सङ्गको बीचमा नाम कसरी आउँछ, दाम कसरी आउँछ? अनि जब आफूलाई सबै कुरा चाहिन्छ भने त भगवानले द्वितीय स्कन्धमा भन्नुभएको छैन, अकाम सर्वकामो वा मोक्ष काम उदारधि तीव्रेण भक्ति योगेन यजेत पुरुषम परम। अकाम होस्, सर्वकाम होस्, मोक्ष काम होस्। यहाँ अकाम र सर्वकाम दुईटा शब्द राखिएको छ, मोक्ष कामलाई छुट्टै राखेको छ। अकारो वासुदेव, भगवानको चाहना गर्ने कामना यदि छ भने पनि र सर्वकाम सांसारिक विषय वस्तुको कामना छ भने पनि संसारमा नै ब्रह्मलोकदेखि यो 14 लोकको कामनाहरू हो। 14 लोकको कामना छ भने पनि, अनेकौं ब्रह्माण्डको भोगको कामना छ भने पनि यो सर्वमा आयो। र त्योभन्दा अतिरिक्त मोक्ष काम, सालोक्य सार्ची सामीप्य सारूप्यैकत्तमप्युत दीयमानम न गृह्णन्ति विना मत्सेवनम जना। पाँचै प्रकारको मुक्तिको चाहना यदि छ भने पनि त्यो त तीव्रेण भक्ति योगेन परमम पुरुषम यजेत भनेर द्वितीय स्कन्धमा भागवतले सिकाएको छैन र? हामी सत्सङ्गको कुरा गर्छौं। भागवतको द्वितीय स्कन्धको सायद द्वितीय अध्यायमा छ, चिराणि किम पतिन सन्ति दिसन्ति भिक्षाम नैवां घृपः परभृत सरितोप्य सुस्यन्, नैवां घृपः परभृत सरितोप्य सुस्यन् रुद्धा गुहा किमजितो बतिनोपसन्नान् कस्मात् भजन्ति कवयो धन दुर्मधान्नान्। सत्सङ्गको बीचमा धनको मदले अन्धो भएका व्यक्तिहरूसँग धनको याचना गरेर कार्य गरिन्छ भनेदेखि त्यसलाई सत्सङ्ग भनिन्छ। त्यो सत्सङ्ग हो भने कुसङ्ग चाहिँ के हो त? त्यसलाई सत्सङ्ग भनिन्छ भने कुसङ्ग के हो? भागवतबाटै जवाब दिनुस् न। भागवतको प्रयोजन के हो त? कैवल्यैक प्रयोजनम, कैवल्यैक प्रयोजनम। तर तपाईको भक्तिको प्रयोजन तीनटा हुन सक्छ, अकाम, अकारो वासुदेव, तस्य काम, सर्वकाम र मोक्ष काम हुन सक्छ। तपाईको भक्तिका प्रयोजन यी तीनटा हुन सक्छ। तर भागवतको प्रयोजन के त?
कैवल्यैक प्रयोजनम पढ्नु पर्यो नि भागवत। गुरुहरूको मुखबाट संगत गर्नुस्, तर सत्संगलाई व्यापार नबनाउनुस्। सत्संग त्यो पवित्र वस्तु हो, किरा फट्याङ्ग्राहरूको उद्धार गरिदिन्छ सत्संगले। एकादश स्कन्धमा उल्लेख छैन, सत्संगे नहि दैत्य या तु धाना खगामृगा। एउटा सुगाले जानी नजानी राम राम भन्दा उसको कल्याण हुन्छ, एउटै वेश्या गणिका उसको उद्धार हुन्छ। सन्तहरूको सत्संगको प्रभावले गर्दा कसको चाहिँ सत्संगति कथय किन्न करोति पुंसाम। स्मरण गर्नुहोस् न आदरणीय सज्जनहरू, सत्संगले कसको कल्याण गर्दैन, सबैको कल्याण गर्छ। 84 को चक्रबाट छुटाउने काम सत्संग हो। त्यो हुनाले सताम प्रसंगान मम वीर्य संविदो भवन्ति हृत्कर्ण रसायन कथा 13 स्कन्धमा उल्लेख गरेको छैन र? सत्संग पवित्र वस्तु, यसलाई बदनाम गराउने कार्य कसैले नगरौँ। यही नै अनुरोध गर्दछु, सत्संगलाई सत्संग रहने दिनुहोस्। यो चाहियो त्यो चाहियो, त्यो व्यवस्था कसले देलान् कसले नदेलान्, कसले मान गर्लान्, यो पनि सत्संगमा आयो भने त बाबा बिग्री गयो। एउटा सानो कथा मैले सुनेको थिएँ, त्यसको साथमा म बाणीलाई विराम लिन्छु। आदरणीय सज्जनहरू, एक ठाउँमा प्रवचनहरू यस्तै सत्संग हुँदै गर्दो रहेछ। गुरुजीले भन्नुभयो जा गएर सुनेर आइज भनेको। त्यहाँ गयो, गएर फर्केर आएपछि चेलोले के भन्छ, त्यस्ता ठाउँमा पनि सुन्न जान्छन्, त्यस्ता ठाउँमा पनि त्यहाँ त यस्तो कार्पेट बिछ्या रहेछ, त्यहाँ यस्तो रहेछ उस्तो रहेछ, यी आदि कुराहरूको उसले व्याख्या गर्यो। गुरुजीले भन्नुभयो सत्संग सुन्न गएको छौ भने सत्संगलाई तिमीले ध्यान दिएर सुन्ने हो। त्यहाँ अरू बीच ल्याउने र ल्याउन बाध्य पार्ने दुईटै राम्रा होइन। आफूलाई त यस्तै संगत मिलेको छ आदरणीय सज्जनहरू। त्यो हुनाले मैले भागवतबाट यहाँहरूलाई एउटा सत्संग यसो सुनाइहालौँ भन्ने भगवत प्रेरणाले हो यहाँलाई निवेदन गरेँ। मैले कसैलाई राम्रो लागोस् भनेर पनि सुनाएको होइन, कसैको मन दुखाउने अभिप्रायले पनि होइन, मेरो आत्मसन्तुष्टिको लागि हो। मेरो हृदयमा रहनु हुने परमात्माले मलाई आशीर्वाद प्रदान गरून् र हजुरहरूको हृदयमा रहनु हुने परमात्माले मलाई कृपा गरून्। यही वाणीको साथमा म रामकृष्ण उपाध्याय विराम लिन्छु। हस्त नारायण कृष्णार्पणमस्तु।